के गर्नु हजुर बामाहरू टाढादेखि नेपालदेखि भेट्न आए पिलिम समाई यहाँको विदेशको चालचलन ठाउँहरू देख्दा खुब रमाई कम्बर हल्लाइ नाचे। हामीलाई लाग्यो कि यिनीहरू खुसी भए हाम्रो बसाइ र हामी बसेको ठाउँ देख्दा। तर के गर्नु जाने बेलामा साह्रै मन दुखाएर गए जस्तो लाग्यो र यसै बारेमा यहाँ समस्या एउटा गीत प्रस्तुत गर्दछु बाढीले लगाइकन। हाम्रा बाबु आमा आए कतारको प्रेम सँगै छक्क परे विदेश देख्दा अनि हाम्रो कमाइ जता लग्यो खुसी भए नाच्थे कम्मर हल्लाइ यस्तो लाग्यो हामीलाई बस्या छन्दमै रमाइ। तर जाने बेला आयो हामीलाई पनि दुःख लाग्न थाल्यो अनि उनीहरूलाई पनि साह्रै न्यास लाग्न थाल्यो किनभने आफू एक्लै भएर होला नेपालमा। अनि भन्न थाले तर जाने बेला भने उपदेश दिन थाले दुःख किन गरी बस्छस् जौघदा भन्न थाले बुढेसकाल हो स्याहार्ने कोही छैन जग्गा जमिन पुरै बाँझो जोत्ने कोही छैन। विदेश हामी हिँड्दाखेरि नाक फुलाई सबलाई भन्थे मेरो छोरो विदेश जाने भो भन्दै गाउँमा फुर्ती गर्थे। आज चाहिँ आई लौ देश फर्क भन्छन् पावर नभएको हामीलाई कसले त्यहाँ गन्छन्। अब दुःख त लाग्छ बाबामा एक्लै छन् होइन नेपालमा। अब के गर्नु यसैलाई सम्झेर मर्नुहुन्छ र भन्छु दुःख जरुर लाग्छ हामीलाई बाआमा एक्लै भाछन् सम्झिँदा नै मुटु पोल्छ एक्लै रोइरहेछन् डन गुण्डा दलाल बन्न कहिले यो मन छैन यस्तो नगरे नेपालमा सोझालाई ठाउँ छैन। यो कुरा सम्झिनु पर्यो मेरा बाबामा। म हात जोडेर भन्छु कुरा पूजा बाहेक आमा भेट्नेछौँ वर्ष हामीलाई भेट आऊ फेरि दिनेछौँ पुरै खर्च बस्न मन लागे जति
जति रमाइ बस बस हामीलाई स्वदेश फर्क